धेरै प्रयत्न गर्दा पनि 1 कौडी धन हात नलाग्दा भर्तृहरि वैराग्य शतकमा के लेख्नुहुन्छ त भन्दा, उत्खातम निदिशङ्कया क्षितितलं माता गिरिर्धातवो निस्तीर्ण सरितां पतिर्निपतयो यत्नेन सन्तोषिताः मन्त्राराधन तत्परेण मनसा नीता श्मशाने निशा प्राप्तः कारणवराटकोऽपि न मया तृष्णेधुना मुञ्चमाम। धन प्राप्तिको लागि मनुष्यले पृथ्वीलाई खनेर हेर्छ। उत्खातम निदिशङ्कया, निधि छ, धन छ भन्ने शङ्काले मनुष्यले बारम्बार एउटा ठाउँमा गएर खान्छ, अर्को ठाउँमा गएर खान्छ, केही द्रव्य केही धन प्राप्त हुन्छ कि भनेर। अत्यधिक लोभको कारणले, रसायन सिद्धिको कारणले यसको निमित्त पर्वतको अटन गर्छ, पर्वतमा चढ्छ, पर्वतमाथि अनेक धातुहरू प्राप्त हुन्छ कि भनेर खोज्दै हिँड्छ मनुष्यहरू। देशान्तरदेखि धन प्राप्ति होस् भनेर रत्न आदिको लोभमा समुद्र पार पनि गर्छ मनुष्यले। राजाहरूलाई प्रसन्न गर्नका लागि विभिन्न कलाहरू पनि सिक्छ मनुष्यले। अरू मनुष्यलाई प्रसन्न गर्नका लागि प्रयत्न गर्छ मनुष्यले। धेरै भन्दा धेरै प्रयत्न गर्दछ मनुष्यले, तर पनि उसको हातमा 1 कञ्ची धन प्राप्त हुँदैन। आज 1 कञ्ची धन प्राप्त भयो भने पनि भोलि अर्को धन प्राप्त गर्नका लागि उद्युत हुन्छ मनुष्यहरू। आखिर यो तृष्ण कहाँसम्म जान्छ? यो तृष्णले मनुष्यलाई कदापि छोड्ने छैन। यो तृष्णबाट हामीले मुक्त हुनुपर्छ। जे जति हामीले कमाएका छौं धन, त्यो सबै धन संग्रह मात्र गरेर हामीले केही प्राप्त गर्नेवाला छैनौं। रातैभरि शमशान घाटमा बसेर मन्त्र सिद्धि गर्नका लागि विभिन्न तन्त्र मन्त्र गर्छ मनुष्यले। कसरी हुन्छ धन आर्जन गर्नु पर्यो, कसरी हुन्छ धन एकाग्र गर्नु पर्यो, के यही हो त हाम्रो लक्ष्य? त्यसैले त हे तृष्णा, अब त मेरो पिण्ड छोड, अब त मेरो पिण्ड छोड। लालचमा आएर मनुष्यले के पो गर्दैन र? त्यसैले त भनिएको छ, लालच बुरी बला है। राधे राधे।